पोखरा महानगरपालिका अन्तर्गत लेखनाथ क्षेत्रमा अवस्थित एक प्रमुख चोक हो सिसुवा चोक। यो चोकबाट रूपताल जाने बाटो तीव्र रूपमा निर्माण कार्य हुँदैछ। यहाँबाट हामी रूपतालको अहिलेको भाइरल भएको रुखको टुटोबाट पानी आएको ठाउँमा जाँदैछु र यो ठाउँमा पहिला कस्तो अवस्थामा थियो र अहिले कस्तो भएको छ भनेर म यो देखाउनको लागि जाँदैछु। यहाँ चाहिँ अहिले तीजको लागि तयारी गर्दैछ। आशा छ यो बाटो चाँडै नै तीज भएर यो धुलो हिलाम्बे बाटो चाहिँ छिट्टै नै तीज हुन्छ भन्ने आशा गरेको छु।
अहिले हामी खोलाको छेउ आइपुगेको छौँ। यो खोलाको छेउबाट अब तल रूपताल जाने बाटो हो भने माथि यहाँबाट माथि रूपकोट रिजोर्टमा पुग्न सकिन्छ। यो एउटा प्रतिष्ठित 5 तारे रिसोर्ट हो। यहाँबाट विभिन्न मनोरम दृश्यहरू पनि देख्न सकिन्छ यो रिजोर्टबाट। भने आज हामी यो तल्लो बाटो रूपतालको किनारै पुग्नेछौँ। रूपताल पोखरा उपत्यकाको दक्षिण पूर्वी भागमा पोखरा महानगरपालिका र रूपा गाउँपालिकाको सीमामा अवस्थित एक शान्त र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ताल हो। यो ताल पोखरा शहरको केन्द्रबाट करिब 15 देखि 16 किलोमिटर टाढा पर्छ, जसले गर्दा यहाँको वातावरण शान्त र भिडभाड रहित छ। यसको भौगोलिक विवरण उचाइ समुद्री सतहबाट 600 मिटर र यसको क्षेत्रफल 1.35 वर्ग किलोमिटर र औसत गहिराई 3 मिटर, अधिकतम गहिराई 6 मिटर र यसको मुख्य इन्फ्लो तालबेसी खोला र दवन खोला रहेको छ भने अर्को ताल खोलाको छेउ रहेको छ। यसको क्याचमेन्ट क्षेत्र 30 वर्ग किलोमिटर र रूपतालले 36 प्रजातिको जलचर पन्छीहरूलाई आश्रय दिएको छ, जुन नेपालमा पाइने 193 जल आश्रित पन्छी प्रजातिहरूको करिब 19% हो। साथै यो तालले विभिन्न जलचर र स्थलचर वनस्पति तथा जीवजन्तुहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दछ। रूपतालको संरक्षण र विकासको लागि सञ्चालित रूपताल एकीकृत संरक्षण विकास परियोजना अन्तर्गत तालको क्षेत्रफल र गहिराई बढाउने कार्य भइरहेको छ। ताल विस्तार हाल 122 हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई 183 हेक्टरसम्म विस्तार गर्ने योजना छ। यसका लागि 6 मिटर अग्लो र 590 मिटर लामो बाँध निर्माण गरिँदैछ। तालको हालको गहिराई 3 देखि 4.5 मिटरबाट बढाएर 6 देखि 9 मिटर पुर्याउने लक्ष्य छ र तालमा आउने खोलाहरूमा चेक ड्याम बनाई बाढी पहिरो र माटोको कटनबाट ताललाई जोगाउने प्रयास भइरहेको छ। तालको वरिपरि साइक्लिङ र पदमार्ग, इको ट्रायल निर्माण, डुङ्गासायद चराचुरुङ्गी अवलोकन र आसपासका गाउँहरूमा होमस्टे सेवा विस्तार गरिँदैछ। भने परियोजनाको कुल लागत 4 अरब 51 करोड रुपैयाँ अनुमान गरिएको छ, तर हालसम्म करिब 45% मात्र काम सम्पन्न भएको छ। जग्गा अधिक्रमणमा ढिलाइ। परियोजनाका लागि आवश्यक 1472 रोपनी जग्गामध्ये 995 रोपनीको मौजा वितरण भइसकेको छ, तर बाँकी जग्गा मौजा वितरणमा ढिलाइ भएको छ।
तालको पश्चिमतर्फ 6.9 किमी फुट ट्रेल निर्माणको योजना वन विभागबाट स्वीकृति नपाउँदा रोकिएको छ। अनि रूपतालको संरक्षण र विकासका लागि भइरहेको परियोजनाले तालको क्षेत्रफल र गहिराई बढाउने, पर्यावरणीय सन्तुलन कायम राख्ने र पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखेको छ। यद्यपि बजेट अभाव, जग्गा अधिग्रहणमा ढिलाइ र वन क्षेत्रको स्वीकृति जस्ता चुनौतीहरूका कारण परियोजनाको प्रगति सुस्त भएको छ। तर यी प्रयासहरू सफल भएमा रूपताल पोखराको मुख्य पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ। सम्भवतः नयाँ ताल बनाउने क्रममा जमिन खोसिँदा पुरानो बग्ने धारा खुल्न आएको हुन सक्छ। रुखको जराबाट निस्किएको पानीले त्यहाँ प्राकृतिक रूपमा सानो धारा जस्तो बग्न थालेको देखिन्छ। यो प्राकृतिक चमत्कार जस्तै भएको हो। यसले देखाउँछ कि रूपताल क्षेत्रको जमिन मुनि प्रशस्त पानीको स्रोतहरू छन्। यहाँ चाहिँ सुरुको अवस्थामा चाहिँ यो अवस्थामा थियो। त्यो रुखको जराबाट निस्किएको पानीको स्रोतलाई पूजा स्थल, धार्मिक स्थल जस्तो बनाएको छ। वरिपरि डोरीले घेरिएको छ। रुखको टुप्पोमा फुलहरू, बन्धन, तोरण, ध्वजा झुन्ड्याएको छ। जनविश्वास अनुसार यस्तो स्थानलाई पवित्र स्थल, पानीको चमत्कारिक स्रोत मानी पूजा आराधना गर्ने चलन छ। यसबाट के बुझिन्छ भने स्थानीय बासिन्दाहरूले यो पानी निस्किने घटनालाई चमत्कार वा धार्मिक चासोसँग जोडेर सम्मान गर्न थालेको छन्। सम्भवतः यहाँ मन्दिर जस्तै संरचना बनाउने योजना पनि हुन सक्छ। यस्तो स्थलले भविष्यमा धार्मिक पर्यटन, रिलिजन टुरिज्म पनि बढाउने सम्भावना छ। यो साँच्चीकै अद्भुत कुरा हो। प्राकृतिक चमत्कार र स्थानीय विश्वास दुवै मिसिएको छ।